गाइस हामी चाहिँ आज के अरे जामाचु हाइकिङमा आएको छौँ भर्खरै हामी आइपुगेको अब चाहिँ हामी यहाँबाट फुडहरू किनेर लान्छौँ होइन माथि पाइँदैन मतलब महँगो एकदम एक्सपेन्सिभ हुन्छ अरे अनि त्यसपछि हामी जान लागेको के गर्ने पर्दैन बोक्नु किनेर यहाँ छ म चाहिँ यता छु भर्खर पानी किने हामीले यो हजुर अनि चाउचाउदेखि क्विक्समा दुईवटा अनि ऊ के अरे चोकोपाई छ दिनु न 30 कसरी हो 25 रुपियाँ चारवटा दिनुहोस् न अनि के लाने चिज बल छ एउटा दिनुहोस् न स्पाइसीमा केही छ स्पाइसीमा चाहिँ अकबरे कुरकुरेहरू होइन ठिकै छ त्यो त चिप्स यसमा छ हल्का स्पाइसी हुन्छ त्यो स्पाइसी हालिदिन्छ त्यो अनि कुरकुरे एक्सट्रिमको कति हो हजुर 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 दुईवटा ओके पानी छ अहिले बाटोमा भन्नुभयो अनि लिँदै कि हेलो गाइस हामी चाहिँ जामाचुमा जानको लागि मैले चाहिँ फुडहरू दङफुडहरू लिइरहेको छु साथी चाहिँ उता किनेल चाहिँ उता लाइनमा बसिरहेछ म चाहिँ यता आएर सामानहरू लिएको है ए हुन्छ बस्दै गर्नु न धेरै सामान किन्नु जब 580 भएको रहेछ गाइस लिनुहोस् एउटा चोकोपाई थपिदिनुहोस् न कलेक्ट गरेर त्यसरी ल्याएर नि यति धेरै जङ्क फुडहरू लिएर चाहिँ जाँदैछु होइन खाना खाएन यस्तै मात्र खाएर मरिन्छ होला यार छिटै नै आई थिङ्क यस्तो एक्साइटेड भएर आएको छु होइन कहिले पनि आएको थिइनँ म चाहिँ केनियल चाहिँ उतापट्टि छ यहाँ लाइन बसिरहेको छु केनियल वाट इज दिस टिकट काटेर जाने सिस्टम रहेछ कि अरे खोइ त छैन त यार केनियल अगाडि नै पुगिसकेको छ यहाँ रहेछ हेलो भइसक्यो मेरो त ऊ नै होला नि के अरे लाइसेन्सै होला नि मेरो पनि टिकट लिइसकेको छौँ है यहाँबाट चाहिँ अब हामी जाँदैछौँ ऊ आएन हामी चाहिँ आइसकेका छौँ भित्र छिरिसक्यौँ टिकटबाट जामाचु होइन छ र यो यिनीहरू सबै यहाँ छाता रे यिनीहरू के छैन बाघहरू पनि छ त्यही भएर चाहिँ यो छोरा ठुलो जङ्गल छ त यहाँदेखि बाइक स्कुलमा जानु नै 1.5 घन्टा 2 घन्टा लाग्छ 1.5 घन्टा लाग्छ मलाई थाहा छैन बाघहरू छ बाघ चाहिँ छैन होला किन छैन योमा त्यो भित्र थुनेर खान्छ थुनेर होइन जङ्गलभित्र अनि हामीलाई खाँदैन खान्छ जाँटा अनि यो अनि बाघहरू अन्त मार्छ त हामीलाई कटु खोलेर भाग्ने कतिखेर भए पनि लगिहाल्छ घिसार तिम्रो उता खान्छ नि के खान्छ मेरो चाक ओए छाताले होइन केले यहाँ अनि मिन्स कि हामीले चाहिँ देख्न मिल्छ मिल्दैन भन्न खोजेको क्या छोपेर राखेको छ कि मिल्दैन क्या त्यो अब जङ्गलभित्र कहाँ बसेको हुन्छ उ गरेको हुन्छ यता यो रोडदेखि जाने भने उनीहरूले भनेको हुन्छ क्या त्यो बाटोमा त जानु अरू भित्र नछिर्नु भने सबै ऊ देखाएको हुन्छ क्या
3 घन्टा भरे त बाको त निसेर हामीलाई मारिदियो त या त्यस्तै सोध्छ जहाँ छ तिमीलाई मात्र खान्छ र उसलाई मात्र खाने जतिको होइन भरे मलाई मात्र खायो भने हाँ म त स्यासै भइसक्यो त्यही तिमी नजाऊ माथि रहेछ खानेकुरा धेरै हुँदैन किन हो म एक्लै खाइदिन्छु धेरै अब खानेकुरा मान्छे चाहिँ ऊ खाइँदैन हो कि फेरि भातै जान्छौँ तिमीले चाहिँ के खाँदैन होला खान्छु आमा हिँडेर पसिनै पसिना छैन है केही पनि गर्मी भएको छैन तिमीलाई भएन मलाई त अब मलाई त हुँदै हुँदैन किन नहुने अझ कति धेरै मागिसक्यो त्यो खिचेपछि एउटै उमा खिच है त्यो एडिट गर्न हुन्छ तिमीले त भने यस्तो यस्तो पारेको गाई चाचा त हामी घुम्न आएको कहिले नहिँडेर होला कस्तो हिँड्नै सकिराखेन भने यताबाट आऊ न कता कता हिँड्ने यो बोक न अब म मात्र खाने हो र तिमी पनि बोक यो बोक मलाई थाहा छैन छाउछाउतिर त यस्तो भित्र पाउँछ नि होइन यस्तो यस्तो कस्तो अनि त्यो झ्याउ चाहिँ त्यसमा खाने हो कि भरिया दाइ भरिया दाइ के अरे भ्याडलुङ हिँडेर जस्तो हिँडिरहेको छ गाई यो बाहुन भ्याडलुङ हिँडिरहेको छ पुरा गर्मी भएको छ के गर्नु 0.5678910 सप हो अनि गाई त्यस्तै हो छन् हाम्रो ड्रम भएर 0.1 उमाको खेतीलाई ओ गाइस अब 3 किलोमिटर लाग्छ जम्मा 1 किलोमिटरमा चाहिँ हामीले कम्प्लिट गरिसकेको रहेछौँ अहिलेसम्म दिमाग खराब पान पराग भइसक्यो त्यो पान पराग दिमाग खराब भइसक्यो अरू के अरू यस्तै हो कति टाढा हो जामा लान आउने बेला आयो अनि टाढा अरे आउने बेला बुरुक आएको थियो त के भनेर आएको थियो भने के भनेर यत्रो माथि आइसक्यौँ यस्तो गर्मी भएको छ गाई यस्तो गर्मी भएको छैन आम्मामा उयो पसिना 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 छ है यो चाहिँ हाम्रो भरिया सर ओ त्यहाँ पुग्छ एउटा पनि पुग्छ नि फेरि म तिमीलाई जानेछु जतिखेर भरे तलदेखि त्यो टिकट काउन्टरदेखि बोक्नु लगाएको मलाई अहिलेसम्म बोक्नु लगाएको छ गाई हेरौँ न यसरी बोक्नु हिँड न लर ल ममा नगर अनि गाई मलाई यसरी बोक्नु लगाएको छ फेन राख्ने स्टाइल छ फेन घाँटीमा अझै माथि छ अन्ताक्षरी खेल्दै जाँदैछौँ है ल बैठे बैठे क्या करे करना है कुछ काम सुरु करो अन्ताक्षरी लेके प्रभु का नाम मबाट है मबाट मैले के हो नि मर्ने कसैलाई पुगेको छैन मार्ने
मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाऊँ कुन ठाउँ जाऊँ भागेर जाऊँ कुन ठाउँ जाऊँ मान्छे नमर्ने सहर हुँदैन नबाट अब सासै फुल्यो यार नबाट उम्, नबाट के आउँछ यार हार्यो भने होइन क्या नबाट त म खासमा गीतहरू यस्तो धेरै आउँछ कि गएर यस्तो कम्पिटिसनमा गर्नु पर्यो जुत्तामा फुर लाग्यो मेरो त यार के अरे नबाट छिटो गर्नु पास नजाऊ 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 आफैले गीत बनाएको हो क्या मलाई यीबाट यति हात पाइँदैन है आफूले बनाएको पाइँदैन गीत सिङ्गर त्यसको सिङ्गरको थाहा छ सिङ्गर राइटर के छिटो छिटो भन्नु छिटो पास छैन नबाट के आउँछ यार छिटो नजिक नजिक होइन मलाई त भन्नु न नजिक आउँछु तिम्रो पास भयो त्यो पास पास नबिर्से तिमीलाई नपाए तिमीलाई मैले भन्नु मात्र नचाहेको हो क्या फेरि यो गीत त उहिले हामी नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई यीबाट तिम्रो यहाँ तिमीले एकल हार्यौ त्यसो सजाय भरे राति ल पाए चाहिँ नबोला है यीबाट के आउँछ यार ए आयो आयो केही नआउँछ केही नआउँदो रहेछ कि देऊ न इलामे सहर इलामे सहर चियाबारी राम्रो या त्यही पऱ्यो घर हाम्रो या या यो चोरी पत्ताले या मलाई जाने या हाम्रो या रो रबाट रहन्छ सँगै हुन तिमीसँग के छ यस्तो गर्ने तिमीसँग मनको ढुकीमा महसुस गर तिम्रो छाया बनी तिम्रो वरपर छुनी तिमीसँग रहन्छ सँगै हुन तिमीसँग गबाट कस्तो 18 मलाई चाहिँ दिन्छ नि नेउसी 7 मैले दिनु ल म पनि गबाट एकछिन गबाट केही आउँदैन कि कसैले गाएको छैन है जाऊ खड्का अवसर गाउँ न गाई त गाई चटारिन्छ चटारिन्छ यो मन दुख्दा मन बटारिन्छ खड्का अवसर कसरी गाउँछ गाई चाहिँ म एकलसँग तिम्रो गीत ल गाई गाई तरुनीलाई देख्दाखेरि मन बटारिन्छ मन अब कुन गीत हो दिउँ मलाई कबाट लग्नु कबाट कदेखि गेसम्म कस्तो माया भन्ने चिज त्यो कबाट हो अनि त्यो होइन के खै कुन कस्तो हो यो माया भन्ने चिज थाहै नपाई छोड्दो रहेछ बस्दो रहेछ जिन्दगी नि
पर्दैन नि निबाट नभए कतिचोटि ननानी दिन्छ हौ नि नरिसाउ मितिनी जो नरिसाउ मितिनी जो खुट्टैमा घाम दिन्छु म त जो जो माही पार्ने घर घर माही पार्ने घर मन नानीमा घ्यौ के त्यहाँ थियो बोटुकी मातै हाली घुट घुट पिउ पीबाट पाती परदेसी परदेसी जाना नहीं परदेसी परदेसी जाना नहीं मुझे छोड़ के परदेसी मेरा बिग्रियो What? लाइट बिग्रियो साँच्चै भित्र ऊ धुलो बस्छ नि त ऊ त्यहाँ हेर ए छोड भरबाउनु भयो छोड परदेसी परदेसी दिमाग खराब भएछ क्या मेरो फ्यान बिग्रिहाल्यो फ्यान बिग्रियो कति मासाक र मुस्रुक हो फ्यान बनाएर नि छान्नु उहाँले परेछ फ्यान बन्यो के खेल्नु ठ्याक्कै उ जस्तै रहेछ भरिया जस्तै हे पङ्खरी लुबा हेर न लिन आ तिम्रो पाले ढोक्रो बोक्ने अब हामी दुईजनाले एकचोटि गीत गाउने अब हामीले स्टार्ट होइन न अब गीत गाउन गइरहेको छौँ ल गर न तिमीले त हैन तिम्रा भाकाहरूले मेरो मुटु छोडी ल्याउ मेरो ल्याउ नगर मैले पनि हैन मेरा आँखाहरूले श्रेया घोषलेको छ नि एउटा हामी कहिले गाउँछौँ नि कुन के अरे के गीत थियो त जिना मेरा मैं तेनो होइन त्यही होइन होइन हो त्यही गर्नु श्रेयाकै होइन नि त श्रेया घोषलेको मैं तेनो सम्झा बाकी ना तेरा बिना लगता रे तू की जाने प्यार मेरा मैं करूं इंतजार तेरा तू दिल तू जान मेरी मैं तेनू समझा बाकी ना तेरे बिना अब गाउने प्रोग्रामलाई हामी यहीँ राख्नेछौँ गाइस अब त्यही हो यिनीहरूले भनेको छ अब हामी दुईजनाले एकचोटि गीत गाउने अब हामीले स्टार्ट होइन न अब गीत गाउन गइरहेको छौँ ल गर न तिमीले त हैन तिम्रा भाकाहरूले मेरो मुटु छोडी ल्याउ मेरो ल्याउ नगर मैले पनि हैन मेरा आँखाहरूले भन श्रेया घोषलेको छ नि एउटा हामी कहिले गाउँछौँ नि कुन के अरे के गीत थियो त जिना मेरा मैं तेनो होइन त्यही होइन होइन हो त्यही गर्नु श्रेयाकै होइन नि त श्रेया घोषलेको मैं तेनो सम्झा बाकी ना तेरा बिना लगता रे तू की जाने प्यार मेरा मैं करूं इंतजार तेरा तू दिल तू जान मेरी मैं तेनू समझा बाकी
न तेरे बिना अब गाउने प्रोग्रामलाई कहाँ उता र गर्ने भयो राजा रानी इस रानी रानी भन् रानी भन् मान्छे रानी भन् बेरको रानी राजा रानी हो रानी अरे राजाहरू ओइ मेरो नाकमा झन्डै लाग्यो जामा लाउनेलाई हेलो गाइस हामी आफ्नो गन्तव्य तर्फ नजिकिँदैछौँ होइन फाइनली अलिकति भए पनि खुला आकाश देख्न पाइयो नत्र रुखे सकेर छोपेर खुला आकाश केही पनि देखेको थिएन अब हामी धेरै टाढा छैनौँ आफ्नो गन्तव्यबाट उता माथि हो त्यो माथि अब उता माथि हो यहाँ पुरै कट्ने छ अझै त्यो माथि क्या भ्यू टावर त्यही हो तिमी पानी फर्किन्छ ए धोक्रोमा धोक्रो सोरुन देखाऊ के मासला हामी अब एक दुईवटा फोटो खिच्नेछौँ यहाँ यो टाइम चाहिँ फोटो सेसनको रहेको छ हाम्रो है गाइस अब यस्तै हो तिमी के भन्न चाहन्छौ म के पनि भन्दिनँ बाई भन्छु भाइ ओके हामी यताबाट हिँडिसकेका छौँ फेरि हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ थाकेको चाहिँ लास्ट छ भरे फेरि उता पशुपति आरती हेर्नु जाउँ न जतिखेर पनि रिसाइरहेको छ यो ल पत्तिक भरे आरती हेर्नु जाउँ न ल पशुपति आरती बौद्ध सब ठाउँ जाने आज भयो घरको ठाउँ सब ठाउँ जाने बल्ल बल्ल छुट्टी पायो नि त पाउँदैन फेरि कति नाटक गरेर छुट्टी पाएको थाहा हुन्छ क्या यसलाई काटा है छुट्टी के भन्छ छुट्टी माग्नु दिँदैन भनेर अनि के भन्छ भयो बिमारी छु भनेर ढाँटेर आएको हाम्रो के अरे के भन्ला चाहिँ बिर्सेँ मैले उता अगाडि जतिखेर त्यो मात्रै होइन क्या त्यो भने त्यस्तो कुरो म सिकाउँछु उसले फेरि ब्लग बनाउनु तिमीलाई चाहिँ सिकाउनु हो त मैले जानेको कुराहरू खेल्ने भने फन पार्कै गइराख्नु ऊ त्यहाँबाट अहिले जाकेर पुलास मुनि अनि गाइस हामी धेरै नै टाढा आइसक्यौँ है एकदमै थाकिसक्यौँ पोज भन्नु पागल भइसक्यो हिँड्दा हिँड्दा एकदमै थाकिसक्यौँ एकदमै हामी अहिलेसम्म गाइज यहाँ सुन गाइज हामी अहिलेसम्म तल टिकट काउन्टरदेखि यहाँसम्म आइपुग्दाखेरि नि आधी पुग्नु लाग्यो अहिलेसम्म हामी एकचोटि पनि बसेको छैन तर हामी बिस्तारै आइरहेको छौँ बिस्तारै हिँडेको छु तर रेगुलर हिँडेको छौँ बसेको चाहिँ छैन हामी त्यति हो पुरै खुट्टा दुखेर चाहिँ भर यस्तो मजाले निन्द्रा लाग्छ होला जति पहिला चाहिँ केही निन्द्रा नलागेको अरे तिमीलाई 8 बजीसम्म पाँच्दै सुन्नु पनि के पार्न चाहिँ पार्दिनँ है सुन्दा सोध्छु पाँच्दैन नपार्न मान्छेको सबै पार्छ गाइस हामी आइपुग्यौँ यता हो हाम्रो डेस्टिनेसनमा हिँड्न नगएको यस्तो थाकेछ कस्तो थाकेछ कुरा नगर्नुहोस् कपडा गाइज हामी हाम्रो डेस्टिनेसन हामी आइपुग्यौँ थाहा भएछ अनि त्यही हो हामी अहिलेसम्म
नन स्टप हिँडेको क्या बसेन पनि एकछिन बसेन बिस्तारो हिँडेको गरेर तल चाहिँ कति बजी हिँडेको 8 बजी होला होइन कति बजी 7:30 8 कति समय त्यस्तै हो कति बजी हामी हिँडेको एकजना आइपुगेको छ राइट नाउ बाटोहरू पनि थाकै त लाग्यो तर रमाइलो भयो त्यसको लागि नो प्रब्लम भाइ एज दिस वाउ आउन किन खाऊ ओ माय गॉड this view guys हामी चाहिँ अब माथिबाट आयौँ केही खायो भने बाटोमा चाउचो साउचो खाएको पानी खाएको त्यति नै हो होइन हामी चाहिँ अब खानु लागेको पूजा दिदीले फ्रुट्स साथिदिँदै हुनुहुन्छ अनि यो छ के खाने बिहानदेखि भोक पनि लागेन योहरू लागि लागेन खाएन त्यो पनि दिस एक्सट्रिम टावर चढ्दैछौँ अब सानो उज्यालो भइसक्यो के खुवाएन चटपट बाँध्नु सक्छ के गर्छ यो काठको त होइन यस्तो फलामको रहेछ त माथि अझै राखेका ल किन मेरो खुट्टाको जुत्ता खुस्क्यो के ए तुना खुस्क्यो हे देव कति गरम हो मासुको झोल कता हो र यता आजको चाहिँ हाम्रो अब भ्लगिङ सकिने पनि लाग्यो र हामी मतलब कि हामी घुमेर सकिसक्यो र हामी पनि भ्लग अब हामी फर्किन लागेको हो अब हामी फर्किन लाग्यो यस्तो खायो होइन पेट एकदम टम्म छ उसो पनि टम्म छ हातलाई अझै उसले कसरी लाने अब हामी जाँदैछौँ गाइज अब फेरि हामी नेक्स्ट भ्लगमा भेट्छौँ र हाम्रो फुल भिडियो हेर्नु सबैलाई एकदम धेरै धेरै धन्यवाद र लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला सेयर पनि गरिदिनु होला होइन यति नै भन्दै अहिले हामी दुई शब्द म यही टुङ्गाउन चाहन्छु हजुरहरूलाई हस्त नमस्ते धन्यवाद जय गोलकपा